गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ आज बसबाटै भ्लग बनाउँदैछु, किन भन्दाखेरि म चाहिँ 3 दिनको लागि बाहिर क्याम्पमा जाँदैछु स्कुलबाट। सो यहाँबाट चाहिँ धेरै टाढा, हामीले चाहिँ लगभग 4-5 घन्टा 6 घन्टा कति लाग्छ त्यस्तै ट्राभल गर्नुपर्छ। यहाँबाट तोकुसीमा केन, ओसाकाबाट तोकुसीमा केनमा पुग्नुपर्छ। सो त्यहाँबाट चाहिँ अब त्यहाँ कतिखेर पुगिन्छ, हामी चाहिँ अहिले सिप्पाचु चाहिँ अब 9:45मा भएको छ। सो त्यहाँ पुगेपछि अब अहिले भिडियोहरू आउँदैछ, तपाईँहरूले हेर्दै गर्नु होला। अनि अहिले चाहिँ म चाहिँ यतापट्टि नेपाली नै छु, यतापट्टि चाइनिज छ, अनि अनि 2-3जना साथीहरू उतापट्टि पछाडि छन् नेपालीहरू। त्यो चाहिँ मेरो साथी। কেমন আছো বন্ধুরা, ভালো আছো? বাংলাদেশিको আমি তোমাকে ভালোবাসি। कोने हो गाह्रो हो भन्छु न, हम तुम्हारे भारी बासी हो, आई लभ यू। Desio? Ai si teru. Che pure io provato. No, matematica. Ano si teru desio? Simpai sinai dewa anata hiru desio Bangladesh. Kara wala so ne pari hiru kara. Simpai sinai dewa. Ade hindi wa garu yo. Hindi wa garu desio? So. Kara nihon ne ano sabi si sinai kara. Thank you. त्यसपछि चाहिँ म चाहिँ यसमा बोल्दैछु, किनकि यसमा बोल्दाखेरि साउन्ड आउँदैन। के भन्छ यिनीहरूले म्यानमार मात्र, म यहाँनिर नेपाली छु, 2-3 जना पछाडि छ नेपाली। हामी चाहिँ नेपाली पाउँछ धेरै小さなアナウンスがあるのでちょっと聞いてください。バスの中で大きな声で話さないでください。立って席を移動しないでください。気分が悪くなったら早めに先生に伝えてください。シートベルトの着用をお願いします。約1時間後に淡路サービスエリアへ到着します。ありがとうございます。はい、ありがとうございます。मेरो ग्याङहरू के छ? सायद किन भाग्छ कि यार त्यहाँ यार पाउनु त्यहाँ मस्त हावा पनि लाग्दो रहेछ। तर यसमा पैसा हाल्नुपर्छ कि क्या हो? पैसा 100 रुपियाँ हाल्नुपर्छ हो। ए पर्दो रहेछ अहिले त म बन्द गर्दै गरेँ। बन्द गर्दै चल्नु रहेछ। मिनी लाइभ जाना भिडियो गाइस वेलकम टु माई युट्युब च्यानल। युट्युब च्यानल युट्युब वगारो युट्युब
YouTube blog. YouTube 블огわかる YouTube 블og. channel. 아, 그래 YouTube に載せるの 大丈夫? 다이자부 다이자부. いいよ Thank you. Thank you. Bye bye. No problem. No problem. यहाँ चाहिँ फोटो कार्यक्रम भइरहेछ अनि मेरो साथीहरूले चाहिँ फोटो खिच्छ त मारेन यो चाहिँ नेपालीलाई मन पराउँछ तर बेतेलाई खुसी लाग्यो के बोल्यो म भेटेले खुसी लाग्यो ए भेटेरै खुसी लाग्यो हो कता मिटु यहाँ चाहिँ समुद्र देखिँदो रहेछ मस्त तरिकाले यतापट्टि अनि अब केही खाएर जाने हो यहाँबाट यस्तो रहेछ अब हामी चाहिँ अहिले चाहिँ कहाँ छ भन्दाखेरि आकाशी एरियामा छौँ अनि त्यसपछि चाहिँ अब यताबाट खाना खाने अनि त्यसपछि जाने अझै छ 3 घन्टाको ट्राभल यहाँबाट तोकुसीमा केन आनन्द क्याम्पमा पुग्नलाई आफ्टर 3 डेजको लागि अब एकछिन पछि भेटौँला बाई स्वागत छ तपाईहरुलाई हाम्रो अर्को भिडियोमा आज चाहिँ हामीसँग छ मुगीवारा बोसी किन मुगीवारा बोसी लाग्यो भन्दाखेरि चाहिँ हामी चाहिँ जाने हो उमीतिर लुफीलाई नि पौडी खेल्न आउँदैन मलाई पनि पौडी खेल्न आउँदैन ज्वरोहरू पनि छन् हैन ज्वरोहरू पनि कहाँ जान्छन् हराइहाल्छन् उतिखेर त्यही भएर अनि त्यसपछि चाहिँ हेर्नु छ अब यता हाम्रो उमी कति राम्रो छ हेर्नुहोस् यहाँ हैन अब हामी जाने चाहिँ अलि अर्कैतिर हो हामी चाहिँ जाने कता हो त्यताबाट घुमेको ठाउँमा हो हामी चाहिँ जाने यहाँनिर चाहिँ पैसा खर्चेर है गाइजहरू यहाँ देख्न सक्नुहुन्छ हैन त्यो सिनेमेटिकमा त ब्लर आइहाल्छ नि त्यो योले त यो सिनेमेटिक होइन के ए होइन नर्मल भिडियो ए हो तर मैले क्यामेरा उता चाहिँ कसरी गर्ने हो भन्ने चाहिँ जानिन कसलाई माया गर्छ नेचरलाई देखेर भावनाका छालहरू तरङ्गित भएर आएका हाम्रो यहाँ बङ्गलादेश साथी हामी तमको भालोबासी बङ्गलादेशी म तिमीलाई माया गर्छु नेपालु यही चाहिँ हाम्रो बुर्माका हाम्रो चितवन मौसममा छुट्टिएका भाइ हुने एउटा छुट्टिएर चाहिँ बर्मातिर पुगेको हराएको सप्तरीतिर गयो क्या अनि चाहिँ यिनी भाइ हुन् होइन जे कुरा पनि एस्थेटिक रूपमा खिच्न खोज्छन् यिनी भाइले चाहिँ होइन अनि चाहिँ अहिले पनि एस्थेटिक स्टार बक्सतिर उहाँ हेर्नै सक्नुहुन्छ एउटा हाम्रो झाप्रो जस्तोमा चाहिँ स्टार बक्स छ यो के भन्छ अरे यसलाई के भन्छ यार यो के भन्छ यसलाई के भन्छ यार के चर्खा भन्छ हाम्रोतिर चाहिँ रोटेपिङ भन्छ रोटेपिङै हो रोटेपिङ यसको स्पिड र कछुवाको स्पिड दाज्ने भने चाहिँ कछुवाले जित्छ है गाइजहरू होइन हाम्रोतिर चाहिँ उहाँ मर्ने कि बाँच्ने जसरी चाहिँ घुमाउँछ भने यहाँ चाहिँ एकदम सुस्त घुमाउँछ त्यही भएर चाहिँ यहाँकोमा चाहिँ चढ्नु हो भने चाहिँ लगभग 1 घन्टा चाहिँ लाग्छ भने चाहिँ हामीलाई लागिरहेको छ पुरा अगाडि आइसकेको छ 4 कोसे झाडी ल गाइज हेर्दै सक्नुहुन्छ तपाईँहरूले 4 कोसे झाडी चाहिँ उता होइन हाम्रो अनि खासमा चाहिँ यस्तो हो हामीले चाहिँ यसलाई चाहिँ काटेर होइन यहाँनिर चाहिँ एकदम ओल्डको सबैभन्दा राम्रो के अरे स्टेडियम बनाउने भन्ने चाहिँ सरसल्लाह थियो होइन तर बालेन दाइसँग चाहिँ अलिकति मिटिङ फिक्स हुन पाएको छैन बालेन दाइसँग मिटिङ फिक्स हुँदा बित्तिकै चाहिँ हामीले यो डाँडोको टुप्पो काटेर यो टोपी लगाएर फोटो खिच्नु पर्यो के यार अब त्यही खिच्ने नि यार होइन यहाँ नि खिचिहालौँ न यार मैले कति खोजेको खोजेको भन्दा यो जापानिज लोकल टोपी पनि छ गाइज हामीसँग फेरि चस्मा देऊ न यार चस्मा कुन एउटै हो दुईटा ए चस्मा त छानी ल्याएको मैले पनि ल्याएको छु कि ब्यागमा हालेर चस्मा त तर ब्याग फोटो खिच्छ अब फोटो यो ठिक होला यार चस्मा कस्तो देखियो यहाँनिर गाइस अब हामी अझ फोटो खिच्ने रे यहाँ केटाहरू चस्मा लगाएर ए चस्मा पनि दियो यार चस्मा नदिने यार यो राम्रो के ल साथीको फोटो हेरौँ फेरि साथीको फोटो लकडा सक्छ त अरे बक्लन्डै देखियो तिम्रो भ्लग अरे भाइरल हुन्छ म यार हुँदैन हो ओ यार कोही त हेर्दैन ओए बन्धु म त अब मेमोरीको लागि बनाइरहेको भिडियो अब यो दिन कहिले आउँछ र आउँदैन नि त्यही भएर ओहो यहाँ बनायो फोटो ओ यिनी सानोलाई एकदम राम्रो फोटो निकाल्यो ल सानो ल एउटा मेरो
केटाहरूको यहाँ फोटो सेसन भइरहेछ मैले चाहिँ अलरेडी खिचिसकेको अवस्था छ सो त्यही भएर चाहिँ म चाहिँ हेर्ने कार्य मात्र हो तिम्रो ब्लगमा भाइरल चाहिने चाहिने हो यो जान्नु रियल हो नि रियल टोपी हो चाहिने हो यो के को थाहा छ त्यो कोमेको उसको राम्रो मोटो आएको तिमीले त चस्मा नलाउँदा त नराम्रो हुने ल यार त्यस्तो त नभन नि ठाडै यार आँखै देखेन अलि कस्तो कस्तो आउने रहेछ भन ल अहिलेको भ्लग चाहिँ यति नै हुन्छ अब एकछिन पछि रेकर्ड हुन्छ त्यसपछि थ्याङ्क यू फर वाचिङ टेक केयर बाई